गुड मर्निङ साथीहरू। मैले चाहिँ आज बिहानै नुहाएर भ्लग स्टार्ट गरेको छु। सबैजनालाई स्वागत छ मेरो भिडियोमा। म चाहिँ अब जान्छु किचनमा। मैले चाहिँ किचनमा गएर पानी तताएर चिया खान दिएँ ल। त्यसपछि म आफ्नै दुनियाँमा रमाउँदै भिडियो बनाउँदै छु साथीहरू। यता फेरि मेरो बुढा सुत्नु भएको छ र मैले मेरो बुढालाई उठाएँ। उहाँ उठ्नु भयो अल्छी मान्दै। त्यसपछि मैले उहाँलाई चिया पकाउन किचनमा गएँ। चिया त दिनै पर्यो हैन त साथीहरू। चिया पकाउँदै आफ्नै पारामा गाना गाउँदै म चाहिँ चिया पकाउँदै छु। त्यसपछि म गएँ उता भान्सामा। हाम्रो यो चाहिँ जाडोमा पकाउने भान्सा हो। हामीले चाहिँ आगोमा पकाउँछौँ। त्यसपछि हामी बुढाबुढी भएर रमाइलो गफगाफ गर्दै खाना पकाउँदैछौँ। म भित्र किचनमा गएर भात बसाल्नको लागि चामल धुँदैछु। अब मैले भात बसाल्न पर्ने हुन्छ भन्दै गुनगुनाउँदै मैले आफ्नो काम गरिरहेको छु साथीहरू। सबैजनाले हेरिरहनु होला। म चाहिँ अब आफ्नै धुनमा रमाउँदै गाना गाउँदै यताउता गर्दै मैले चाहिँ भात पनि बसाल्न रेडी गरिसकेँ। त्यसपछि म अलि सफा गर्न थालेँ। आफ्नो किचनमा आफ्नो सामानहरू मिलाउन थालेँ। त्यसपछि म जान्छु अब अलिकति थोरै भाँडा धुन। भाँडा त धुनै पर्ने हुन्छ। त्यसपछि फेरि मैले सबै काम सकेँ। खानासाना पनि पकाएँ। त्यसपछि अब त्यो सफा त गर्न पर्यो। हाम्रो सानो किचन सफा गरेँ गुनगुनाउँदै गाना गाउँदै। अनि पछाडि मेरो बुढाले पनि हेरिरहनु भएको छ। अनि जानु पर्यो फेरि अब रुममा। म चाहिँ सबै खानासाना पकाएर भ्याएर अनि रुममा गएर अनि बिस्ताराहरू पट्याउन लागेको। बिस्तारा पट्याउँदै गर्दाखेरिको भिडियो यस्तो छ। हेर्दै गर्नु है त। अनि कि म यहाँ कपडा पट्याउँदै थिएँ कि पछाडिबाट बुढो साहेबले हँसाउनु भयो। अनि म हाँसेँ। अनि हेर्नु गाइज यस्तै छ हाम्रो। काम पनि छैन फुर्सद पनि छैन भने जस्तो छ। अनि हामी बुढाबुढीले धेरै रमाइलो गर्छौँ साथीहरू। तपाईँहरू पनि गर्नुहुन्छ होला। त्यही हो। अरू त त्यस्तै छ साथीहरू। भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त। यस्तै भिडियोहरू चाहिँ म बनाउने छु। मैले कपडा पट्याउँदै थिएँ कि साथी। अनि मलाई चाहिँ दिदीले फोन गर्नुभयो र हामी फेरि फोनमा बोल्न थाल्यौँ। त्यसपछि
अब घुम्न जान्छौँ भनेको थियौँ कि तर घुम्न जान चाहिँ पाएनौँ। घुम्न गएको भिडियो चाहिँ म भोलितिर राख्ने छु, सबैजनाले हेर्नुहोला। आज चाहिँ हामी यति नै गर्छौँ भनेर यो भिडियोमा चाहिँ यति गरौँ न त भनेर अब अन्तिममा आएको छौँ। त्यही भएर सबैजनाले हाम्रो भिडियो हेर्नु है, साथ सपोर्ट माया गरिदिनु होला। सानो सानो कन्टेन्टहरू लिएर हामी आउने छौँ। थ्याङ्क यू सो मच एभ्रिवान। लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु है त।